भाइ बहिनीहरू आजकल जसको बच्चा बच्ची भएको छैन तिनीहरूले आइभीआर पद्धति अपनाएको भन्ने सुनेको छौ। साथै रेडियो टेलिभिजनमा पनि आइभीआर को विज्ञापन बजेको पक्कै सुनेको होला। यस्तो अवस्थामा आइभीआर भनेको के हो, आइभीआरबाट बच्चा बच्ची नभएको दम्पतिको कसरी बच्चा हुन्छ भन्ने मनमा प्रश्न उठ्नु स्वाभाविकै हो। आजको यस भिडियोमा हामी 3D एनिमेसनको माध्यमबाट आइभीएफ भनेको के हो, आइभीएफ किन गरिन्छ र आइभीएफ कसरी गरिन्छ भन्ने बारेमा छलफल गर्नेछौँ। लौ अब धेरै समय खर्च नगरी छलफलतिर लागौँ। सबभन्दा पहिलो एउटा आइभीएफ भनेको के हो बुझौँ। आइभीएफ को फुल फर्म इन भिट्रो फर्टिलाइजेसन हुन्छ। जुन जोडीको बच्चा भइरहेको छैन तिनीहरूको आइभीएफ पद्धतिबाट बच्चा जन्माइन्छ। यसमा महिलाको अंडा र पुरुषको सुरक्षित शरीरबाट बाहिर निकालिन्छ र प्रयोगशालामा गर्भधारण गराइन्छ। त्यसपछि त्यस निषेधित अंडालाई महिलाको पाठेघरभित्र राखिन्छ। यसबाट महिलाहरूमा गर्भधारण हुने सम्भावना उच्च हुन्छ। यसरी आइभीएफ पद्धतिबाट जन्मेको बच्चालाई टेस्ट ट्युब बेबी भनिन्छ। अब आइभीएफ किन गरिन्छ भन्ने प्रश्नमा छलफल गरौँ। यो राम्ररी बुझ्नका लागि सर्वप्रथम पुरुष प्रजनन प्रणाली र महिला प्रजनन प्रणालीको बारेमा राम्रोसँग बुझ्नु जरुरी हुन्छ। तर अहिले छोटकरीमा मात्र बच्चाको जन्म कसरी हुन्छ भन्ने कुरा बुझौँ। जब महिला र पुरुष शारीरिक सम्पर्क गर्दछन्, शारीरिक सम्पर्क क्रममा पुरुषको शुक्रकीट महिलाको योनि हुँदै पाठेघरमा पुग्छ र पाठेघरबाट फेलोपियन ट्युबमा हुँदै फेलोपियन ट्युबमा भएको अन्डामा निषेचित हुन्छ र त्यसपछि त्यो निषेचित अन्डा पाठेघरमा आउँछ र पाठेघरमा त्यसको वृद्धि विकास हुन्छ र बिस्तारै त्यो फेटस हुँदै अनि इम्ब्रियोबाट अनि फेरि पूर्ण बच्चामा परिणत हुन्छ र त्यसपछि बच्चा जन्मन्छ। त्यस्तो अवस्थामा महिला वा पुरुष मध्ये कसैको प्रजनन प्रणालीमा खराब भएमा त्यस्तो अवस्थामा निषेचित अन्डा पाठेघरमा वृद्धि विकास हुँदैन र बच्चा बस्दैन। पुरुषको प्रजनन प्रणालीमा कुनै खराबी छ भने पुरुषको अंडकोशले चाहिए जति मात्रामा शुक्रकीट उत्पादन गर्न सक्दैन र उत्पादन भएका शुक्रकीटहरू पनि कमजोर हुन्छन्। तिनीहरूले महिलाको अंडालाई निषेचित गर्न सक्दैनन् र समयभन्दा अगावै नै मर्छन्। ठ्याक्कै यस्तै किसिमको समस्या महिला प्रजनन प्रणालीमा पनि हुन सक्छ। महिलाको प्रजनन प्रणालीमा कुनै समस्या आएमा महिलाको अंडाशयले अंडा उत्पादन गर्न कमी गर्छ अथवा अंडा उत्पन्न हुन छोड्छ। उत्पादन भएका अंडाहरू पनि अत्यन्तै साना हुन्छन् र निषेचन गर्न योग्य हुँदैनन्। महिला र पुरुषको यस्तै समस्याको कारण आइभीएफ गर्नुपर्ने हुन्छ। अब आइभीएफ कसरी गरिन्छ बुझौँ। आइभीएफ प्रोसेस सुरु गर्दा सर्वप्रथम महिलालाई गोनाडोट्रोपिन हर्मोनको इन्जेक्सन दिइन्छ। यो इन्जेक्सन महिलाको पेटमा वा कम्मरमा दिइन्छ। यो हर्मोनले महिलामा उच्च गुणस्तरको अंडा उत्पादन हुन्छ। यो इन्जेक्सन 10-12 दिनसम्म दैनिक 1 एकड दरले महिलालाई दिइन्छ र डाक्टरहरूले अल्ट्रासाउन्डबाट अंडाको विकास मोनिटर गरिरहन्छन्। जब महिलामा अंडाको आकार 17-18 mm को हुन्छ तब उसलाई 1 डोज गोनाडोट्रोपिन हर्मोन दिइन्छ। यसलाई ट्रिगर इन्जेक्सन भनिन्छ। यसले अंडालाई ओभुलेसन गर्न मद्दत गर्दछ र अंडा बुस्टर इन्जेक्सन दिएको 36 घण्टापछि मेसिनको सहायताबाट महिलाको गर्भाशयबाट म्याचुर अंडा बाहिर निकालिन्छ। अब पुरुषको शरीरबाट पनि स्वस्थ शुक्रकीटहरू निकालिन्छ। यदि पुरुषको प्रजनन प्रणालीमा कुनै समस्या भए उसलाई पनि औषधिहरूको प्रयोग गरी पहिले उपचार गरिन्छ। त्यसपछि महिलाको अंडा र पुरुषको शुक्रकीटलाई पेट्री डिस्कमा राखी प्रयोगशालामा निषेचन गराइन्छ। त्यसपछि निषेचित अंडालाई एक प्रकारको लामो ट्युब जसलाई क्याथेटर भनिन्छ त्यस क्याथेटरको सहायताबाट महिलाको पाठेघरमा स्थापित गरिन्छ र गर्भधारण हुन्छ। तर यहाँ आइभीएफ प्रोसेसमा कहिलेकाहीँ समस्या हुन सक्छ। यहाँ ल्याबमा अंडालाई निषेचन गर्ने क्रममा शुक्रकीट कमजोर भएको कारण कहिलेकाहीँ अंडामा निषेचन प्रक्रिया नहुन सक्छ। यो समस्या समाधान गर्नको लागि आइसिएसआई प्रोसेस प्रयोग गरिन्छ। आइसिएसआई को फुल फर्म इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन हो। यस प्रक्रियामा माइक्रोनिडलको सहायताबाट शुक्रकीटलाई अंडाभित्र पठाइन्छ र सजिलैसँग अंडालाई निषेचित गरिन्छ। आइभीएफ पद्धतिबाट बच्चा हुने सम्भावना 50-60% हुन्छ भने आइसिएसआई पद्धतिबाट 80-90% बच्चा जन्मने सम्भावना रहन्छ। यी दुवै पद्धतिबाट जन्मेको बच्चालाई टेस्ट ट्युब बेबी भनिन्छ। संसारको सबभन्दा पहिलो टेस्ट ट्युब बेबी लन्डनमा 1978 मा भएको थियो जसको नाम लुइस ब्रोन थियो। My name's Louise and I'm the world's first test tube baby. अहिले उनी 2टा बच्चाको आमा हुन्। अहिले संसारमा 60 लाख भन्दा पनि बढी टेस्ट ट्युब बेबीहरू छन्। थ्यांक यू।